देउरालीमा बतासल्यो। यो गीत उनको सर्ट फिल्ममा किन थियो थाहा छ? त्यो थाहा पाउनुभन्दा पहिला यो गीतको शब्द हेरौँ। घरी घरी जिस्के फस्दै डाली डाली बस्दै बस्दै। यो गीतभर गीतकार रमेश धितालले प्रकृतिलाई मान्छे जसरी वर्णन गरेका छन्। उनको कल्पनामा पहाडको पाखो बतासलाई जिल्ल्याउँछ, भौतारिँदै हुस्सु डुल्छ, बतास घारी घारी जिस्की पस्छ, रुखको सानो हाँगो अर्थात् डाली डाली बस्दै हिँड्छ, कहिले थाक्छ कहिले मातिन्छ। कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको सुइको पाए माते जस्तै यतै कतै फुलमा भुल्यो। यसरी गैर मानव चिजलाई मानवीय बनाउनलाई साहित्यको भाषामा मानवीकरण अर्थात् पर्सनिफिकेसन भन्छ। अब यो गीतलाई फिल्मसँग जोडेर हेरौँ। फिल्ममा विपिन कार्कीले खेलेको धरणीधर पात्र बेसीको मान्छे हो। ऊ लेकमा भएकी केटीको प्रेममा परेको छ। गीतमा बादल उडे चाहिँ ऊ पटक पटक लेकमा पुग्छ, हुस्सु डुले चाहिँ भौतारिन्छ। हालको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। फिल्ममा उसले रुखमा चढेर यही गीत गाएको छ। यति मात्र होइन, सम्य कस्तो छ भने उसले मन पराएकी केटीको नाम पनि फिल्ममा फुल नै छ। ऊ यो गीत गाएर सायद आफ्नो मनको कुरा भन्दैछ, वा यो गीतमा भएको हुस्सु बादल पनि उनै हो। निर्देशक नवीन चौहान यस्ता मिठा चलाखी गर्न खप्पिस छन्। एकातिर पात्रको चरित्र र मनोभाव बुझियो, अनि अर्कोतिर सुजन चापागाईले पनि आफ्नो मनपर्ने गायक प्रेमध्वज प्रधानलाई ट्रिब्युट दिन पाए। पुरानो गीतलाई चलाउनु त यसरी चलाउनु।